हेलो एभ्रिवान, वेलकम टु माई भिडियो। के छ खबर? सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु अनि नानी बाबुहरू पनि सन्चै छन्। के छ त साथीहरू, आज चाहिँ मैले के लिएर आएकी छु है, हजुरहरूले थाहा पाइसक्नुभयो होला भिडियो देखेर पनि। आज चाहिँ नानीको बर्थडे सेलिब्रेसनको भिडियो चाहिँ मैले हजुरहरू सामु राख्दैछु। त्यस्तो भव्य चाहिँ होइन है, सानो सानो केक घरमै लिएर हामीहरूले चाहिँ उसको खुसीको लागि केक काटेर यत्तिकै हल्का रूपमा मनाएको हो। यही बेलामा बुवा आमा पनि आउनुभएको थियो। बुवा आमा आएको मौका पारेर आज नजानुस् न, बस्नु, नानीले केक काट्छु भनिरहेकी छिन् भनेर बुवा आमा पनि यहीँ बस्नुभएको छ केक के अरे नानीको बर्थडे मनाउनको लागि। यस्तै छ साथीहरू, नानीले केक काट्दैछिन्, बुवा आमा हुनुहुन्छ, सबैले ह्याप्पी बर्थडे सलिना भनिराखेका छन् है। मैले चाहिँ भिडियो गराउँदैछु। हामी मान्छे धेरै छैनौँ नि त, घरैको मान्छे मात्र हो, त्यही भएर घरकोमा परिवार मात्रै छौँ, त्यही भएर खासै त्यस्तो रमाइलो भन्ने कुरो त भएन। तर केक चाहिँ काटिदिनै पर्छ के, जसरी भयो नि, जुनै हालतमा भए पनि केक चाहिँ हुनपर्छ यिनीहरूको लागि। त्यही भएर चाहिँ अब यस्तै छ। बाबु उफ्रिरहेको छ, बुवाले टिका लगाइदिँदै हुनुहुन्छ, नानीलाई केक खुवाइदिँदै हुनुहुन्छ अनि आमा पनि आफ्नो पालोको पर्खाइमा हुनुहुन्छ। नानीको साइडमा बसेको चाहिँ नानीको दाइ, फुपू दिदीको छोरा, अनि दिदी चाहिँ आउनु भएन आफ्नो व्यस्तताले गर्दाखेरि। त्यस्तो अरू खासै हामीहरू धेरै कोही छैनौँ साथीहरू, हामीहरूले मात्रै बसेर यसो रमाइलो गरेको। अब रमाइलो नै भनौँ न, हाम्रो लागि यो रमाइलै हो। अब चाहिँ दादाको पालो, नानीको दादालाई के गिफ्ट ल्याइदिनुहुन्छ भनेर नानीले अघि नै सोधिरहेको थिइन् है। दादाले चाहिँ मैले केही पनि ल्याइदिएको छैन भन्थ्यो, तर सरप्राइज भइन् नानी चाहिँ के हो भनेर हेर्न थालेको थिइन्। फेरि अर्को दादाले लगाइदिँदै हुनुहुन्छ नानीलाई। यस्तै छ, रमाइलो छ जे होस्। दादाको गिफ्ट पनि आयो, नानी कति खुसी भइरहेछिन्। अनि बाबुले चाहिँ मैले पनि हजुरलाई गिफ्ट ल्याइदिएको छु भनेछ। उसको गिफ्ट चाहिँ हेर्नु है के रहेछ, खतरा छ फेरि उसको गिफ्ट। हातमा देऊ के गिफ्ट। साथीहरू, बाबुले चाहिँ मलाई गिफ्ट किनिदिनु, दिदीलाई दिनलाई भनिरहेको थियो। तिमी आफै ठुलो भएपछि आफैले किनेर दिनुपर्छ गिफ्ट भन्ने कुरो, अरूले किनिदिएर दिने होइन भनेर मैले फकाइरहेको थिएँ। तै पनि माने थिएन, अनि मैले पनि मानिनँ उसले भनेको। त्यही भएर उसले चाहिँ त्यहाँ नजिकै त्यो मुला थियो कि, मुला छोपेर त्यही दिएको क्या गिफ्ट। यस्तो छ हेर्नु। हस् त साथीहरू, आजलाई हाम्रो भिडियो यति नै। हाम्रो छोटो मिठो बर्थडे सेलिब्रेसन यति नै हो है। हजुरहरूलाई हाम्रो आजको भिडियो कस्तो लाग्यो सल्लाह सुझावहरू दिन नभुल्नुहोला। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर माया गरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद है। अब अर्को भिडियोमा भेटौँला साथीहरू, त्यतिन्जेलसम्मको लागि मलाई बिदा दिनुहोस्। हस् त, बाई।